तेरा बाबा परम धाम खै हामीलाई पनि हेर्नु दिनु कृषि मौला यस्तै मौला र जाउँ एकछिन तल पार्नु आन्टीहरू कता छन् रिता आन्टी ओए कति राम्रो कति राम्रो के को बोट हो यो फुल हो त यो को लाइट आयो गुड मर्निङ साथीहरू गुड मर्निङ आज मङ्गलबार न त मैले भिडियो अस्तिदेखि नै अलिअलि बनाएको छु हाम्रो छिमेकी एउटा अङ्कल हुनुहुन्छ अङ्कल अस्ति बित्नुभयो साथीको ससुर हो हाम्रो छिमेकी नै पाला रिता ब्युटी पार्लर रिताको बित्नुभयो त्यहाँदेखि बनाएकै छैन अलिअलि खिचेको छु अङ्कलको त्यो यताउति लगेको घाटसम्म कसै मान्छेको जिन्दगी के भन्नु अस्तिदेखि अङ्कल अङ्कल भनी बोलेको अहिले मान्छे त्यो मान्छे अहिले नहुँदा कति अचम्म लाग्दो के हो संसारै यस्तै हो के गर्नु मलाई पनि गाह्रो भएको थियो मम्मी खस्दाखेरि मलाई त कति महिना नै लाग्यो नि हौ मम्मीलाई बिर्सिन रुइरहन्थे जतिखेर नि खाना पकाउँदा नि रोकेछ जे गर्दा नि रोकेछ त्यस्तो दिमागमा त्यति असर परेको थियो मलाई त पछि बिस्तारै समय नै हो जिन्दगी यस्तै हो भन्यो अब यताउति गर्दै बिस्तारै त्यो पनि कहिले काहीँ चाहिँ झस्ट सम्झिन्छु गाह्रो हुन्छ आफ्नो मान्छे गुमाउँदाखेरि त्यस्तै हो अनि ती कहिले यसो जान्छु कहिले यति घरि बनाउन पनि अल्छी लाग्छ क्या यसो हुन त कुन चाहिँ म रेगुलर बनाउने हो र त्यही पनि एउटा उठ्छ बिहानदेखि त्यही पनि आज सुरु गरेको छु ल है अब यस्तै हो जिन्दगी नै यही हो भन्नु न अब सबैजना अब अजम्बरी अमर त को हुन्छ नि हाम्रो पारा पनि त्यही हो खालि त्यो लाग्छ हौ मलाई त किन हौ मर्नुदेखि साह्रो डर लाग्छ मरिसकेपछि सकिगयो नि त होला होइन त्यही पनि कस्तो लेखेको छ भगवान्ले मरन परमेश्वरी सम्झिँदै अहिले नै टेन्सन लाग्छ तर मेरो सपना त कत्रो छ भनिहाल्यो अस्ति नै आफूलाई त कहाँ त स्विजरल्यान्डको गाउँ कहाँ त इङ्ल्यान्डको गाउँ घुम्न नपाई नमरौँ भनेको छु मऱ्यो भने त फेरि देउताको त म त भगवान्हरूको त टुप्पी खेलाउँछु फेरि म मार्छ है सुनेर भगवान्ले पनि जस्ट कमेडी नि अब आफ्नो मन बुझाउनु पर्यो नि त पुरै पाइहाल्छन् कि के थाहा र अझै पनि पिकनिकको छ यी छ नि त बाटो हाम्रो तालतलाई जाने बाटो बाटो यही हो हाम्रो अलिकति सुन्नु ढुच्चुक गीत बजाउँदै पुरा थर्काएर गयो बिहाको हो कि बा के को तातो पानी खाएको बिहान उठेदेखि पानी पनि खान पाउँदैन उठ्ने बित्तिकै यताउति गऱ्यो किचनमै छिर अनि नानी बिहान जानुपर्छ पढ्नलाई 8 बजे खाना पस्केर रेडी गरिदिनुपर्छ अनि अब आज व्रत अनि पानी खाँदा त पानी अब चिया अलिकति पकाएर खान्छु फलफुल छ यता यो कोला
लिएको छु। आज फेरि मलाई कस्तो सास फेर्दाखेरि तातो ज्वरो जस्तो भएछ। नेपो भाइरस डर लाग्छ। तर त्यस्तो के सुँगुरको मासु खायो भने स्यापमा खान्न त्यस्तो। स्या भन्नु हुँदैन, खानेले खान्छन्। सुँगुरले मार्केट पाएको छ तर रोग सर्छ भने त्यसैबाट सर्छ भन्छ सुँगुरको मासुबाट। अनि फलफुलबाट अरे जुन इन्डियाबाट आउँछ नि फलफुल, त्यो इन्डियामा चाहिँ कसरी फलफुलमा त्यसरी फैल्यो के गर्नु। व्रतमा यो फलफुल खान पनि पिरै लाग्छ। आफ्नो बोटको त अस्ति दसैँमा टन्न म त छेरुन्जेल खाएको आफ्नो घरको 2 काइयो फलेको थियो। म त गन्जेल खाएँ मैले। आफ्नो अर्ग्यानिक भन्नु अर्ग्यानिक हुन्छ नि, त्यहाँ मिठो हुन्छ नि, मगमग बास्ना आउँछ। मलाई फेरि खोला तुप्पा पाक्दाखेरि चिया पकाएर खान्छु। बास्नाको अति मनपर्छ। चिया पकाउँछु, खान्छु। कुरो यस्तै हो, के गर्नु। दुःखको घडीमा छिमेकीलाई दुःख परेको छ, दुःखको घडीमा यसो गरी जान्छु। के गर्नु, आन्टीलाई हेर्छु कस्तो कस्तो लाग्छ रमाइलो गर्ने आन्टी। के गर्नु, त्यस्तै हो मान्छेको जिन्दगी। 2 दिनको भन्छ, 2 दिनको त होइन, कति वर्षसम्म लेखेको हुन्छ। त्यही पनि गाह्रो छ, गाह्रो। ल म चिया पकाउँछु। चिया बनाउँछु। पानी अब अलिकति हो चियालाई उनीहरूले तल सोध्दैछ। म माथिबाट कराइदिँदैछु। मरिच हालेर पिरो बनाएर खानु मन छ। मरिच कीर्तनमा चाहिँ हिँड्छु, तर म कीर्तन चाहिँ गाउँदिनँ हौ। किन स्वर यस्तो छ कि बोरा च्यातेर यस्तो प्यारा। अरूको कति राम्रो छ, एक्लै चाहिँ गाउँछु। जस्तो मलाई के अरे मनपर्छ हौ भजनहरू। गाउनु चाहिँ मन पर्दैन, एक्लै चाहिँ गाउनु चाहिँ मनपर्छ। सुन्यो भने मान्छेहरूले मर्छ नाचेर, स्वर हेर भन्छ, फुकी बसिहाल्छ। मरिच कुटेर राख्नुपर्ने। जाँगर भएको मान्छे यस्तै हुन्छ। चिया पाको साथीभाइ हो, चिया पाक्यो अब चिया खाने हो, पिउने हो। मजाले उनीले ठाउँ चाहिँ पान्छ यसरी। के होला नि ठाउँ चिया पकायो रे, अब खाने पिउने। वाउ मरिचको बास्ना आयो। गुलियो भएछ बढी है साथी। म त आज मङ्गलबार नि त खाना पकाएर कोपीमा झोल लाएर खानासँग खाँदैछु। म चाहिँ छिटै खाएको सबैभन्दा 9-7 बजे, किनभने मैले भनिहालेँ त मेरो साथीको त्यहाँ अङ्कल खस्नुपर्छ नि त, साथीको ससुरा हामी त छिमेकी। अनि त्यहाँ एकछिन यसो बेलुका यसो जान्छु नि त, त्यही भएर हतार खाएर अनि गयो भने भरे आउँछु। अहिले नानीहरूले एकछिनमा खाइहाल्छन्। भरे राति कतिखेर हुन्छ खाएर हाम्रो गेट लाग्यो, घर आउने गेट हाम्रो 6 नम्बर। अगाडि पनि अब यो गल्ली बाटो पनि बन्दैछ, उहाँ एउटा गेट लाउँदैछ।
देखिहाल्नु फर्चारी फर्की फर्की गेट लाउँदैछन् के गर्नु। हिजै भन्नुपर्ने होइन यो मैले भिडियो सुरु गरेको पक्ने क्यामेरा सबै फोर किचनमा। यो भिडियो मैले के अरे सुरु गरेको 3 दिन भयो, 3 दिन भयो होला। के गर्नु लगालगी बनाऊँ भन्दाखेरि पनि अब एउटै कुरा कति दोहोऱ्याउनु साथीहरू पनि हुनुहुन्छ कि हुनुहुन्न। कति दिनमा म ढकढकाउन आइपुग्छु। के गर्नु ढकढका बेलामा यसो ढोका खोलिदिनु मोबाइल खोलिदिनु। रात मैले सिन्दुर लाकै रहेन रहेछु बिर्सेछु। कपाल खैरो भएको थियो त्यो हाम्रो यहाँ रिताले दिएको कलर, तर यो घाममा चाहिँ चल्किन्छ अँध्यारोमा चाहिँ काले देखिँदो रहेछ। होस् है ठिकै छ, तर यहाँ तल पनि लाउनु पर्ने अलिअलि। के गर्नु यस्तो छ जिन्दगीमा। बसो छोरा आएको छैन खाना नानी र छोरी र बाउ छोरी खाना खाएर गए। नानी आउँछ र म पनि खान्छु, अलिकति छोरा आउँछ कति बज्यो 9 बजीतिर आउँछ। यस्तो साथी हो दिनै बनाउँछु भन्छु क्या छ्या। के गर्नु कहीँ जहाँ गइँदैन पनि घरको घर के देखाउनु जस्तो पनि कुरो यही हो। टिभी हेरो बस्यो अनि आज फेरि उता जानु पर्ने साथीको छेउमा त्यही अङ्कल खस्नुहोस् त्यहाँ मरौमा जानु पर्ने। जान त गइरहेछु, हिजो पनि गएँ एकछिन। बेलुका चाहिँ गएन, बेलुकातिर साँझतिर चाहिँ गएँ, बेलुकातिर चाहिँ जान पाइनँ। त्यस्तै हो पेट दुखेर छ्या। नङ पनि कसै खस्रक भएको नङ काट्नु पर्ने खस्रक आफैलाई बिजाउने जानुपर्ने। के गर्नु फेरि यहाँ पेट दुखेर नचुने जस्तो भइरहेछ। यसपालि शिवरात्रि छेकिन्छ कि क्या हो। शिवरात्रि शिवजीको व्रत पुरै गर्न नपाई, अरूकै दिन आरती गर्न नपाई ठाडो व्रत त के मतलब हो ठाडो व्रत। अनि हो यस्तै हो साथी हो। अब हेरौँ के गर्नु हेरे गरेर 6-7 दिनै हुन्छ। केही आफूले गर्नुपर्ने के गर्नु साँच्चै घर बसी त्यस्तो के काम हुन्छ। काम त धेरै हुन्छ नि। अब एक्लैले काम त धेरै छ नि। अचार बनाउने के गर्ने यसो मिलेर अनलाइन यसो गर्नु। अनलाइन गर्न पनि फेरि पैसा चाहियो। कसले पर्थ्यो हामी जस्तालाई। सुरुमा अब आइडिया नभएकोचोटि थाल्नु पनि भएन। तर जानेको सिप अचार सचार बनाउनु त एक्लैले हुनै छैन क्या। साथीभाइ यसो सघाउ पकाउ यसो मिलेर भन्दा पनि साथीहरू नि आफ्नै तालका छन् उनीहरू। के गर्नु त्यस्तो गरौँ न त ल भनेर त्यस्तो आन्द्रै गाँसिने छैनन् हो। त्यही भएर म भिडियो पनि त्यति लगालगी हुँदैन क्या मेरो। साथीहरू यसो मिल्ने चिन्ने यताउति सपोर्ट गर्ने भएको क्यामेरा तेर्साकी लुक्ने भाग्ने मात्रै छन्। के गर्नु अब गाँस्नु हेर्नु सिकाउनु त अलिकति पारा कसरी गाँस्न आउँछ आउँदैन कमेन्ट गर है। पछाडिको भयो मेरो आउँछ अरे एउटा राख्नु हो यो 2टा भयो। अब यसका पनि एउटा राख्नु छ 2टा हैन एउटा। अहिले 1200 कि तर यो अघि यो घुमेछ नि त अन्त मिलेन त।
यो बनाउन गोलो गर न गोलो गर्न दुईटा फेरि पर्यो छोड्नु न त्यही भएर त नि हामी मिलेर त मिल्छ नि त मिलाउनु गर्ने हो क्या गुड भयो अझ थमाउ कि यत्रो हुन्छ हौ यसै गर्दा फास्ट गर्नु यो ल अब 2-3 दिनदेखि सुरु गरेको भिडियो आज म पुरा गर्दैछु के गर्नु अघि त्यहाँ साथीका गएको थिएँ गरुड पुरा सुने दिनभरि आएर एकछिन यताउति घरको काम गर्दा गलियो अब खाना बनाउने बेला हो 5 बज्यो यति भन्दै मेरो भिडियोलाई सपोर्ट गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला सब्स्क्राइबमेन्ट गरिदिनु भन्दै टुङ्ग्याउँछु फेरि भोलिदेखि म सुरु गर्छु अब चाहिँ म गर्छु ल बाई साथीहरू